यो लुबुको टिबिटी केसवाला बच्चा जुन व्यक्तिले पालेको थियो त्यो व्यक्तिलाई एउटा संस्थाको नम्बर दिएको थिए र त्यो संस्थाले लिन आउने बाजा पनि गर्नु भएको रहेछ र हेरेर पनि गइसक्नु भएको रहेछ, जुन कुरा चाहिँ पाल्ने व्यक्तिलाई कल गर्दा मलाई भनेको थियो। र मैले हिजो मात्रै कल गर्दाखेरि अलरेडी रेस्क्यु भइसक्यो, लगिसक्यो भन्नुभए। र आज कमला मोक्तान बहिनीले मलाई एउटा भिडियो सेयर गर्नुभयो, दिदी यो बच्चा त हामीले ग्वारकोमा भेटायौँ, हामीले अलरेडी ट्रिटमेन्ट सुरु गरिसक्यौँ भनेर भन्नुभयो। त्यसपछि मैले आज त्यो दाइलाई फोन गर्दाखेरि दाइ साँच्चै त्यो बच्चा रेस्क्यु भएको हो भन्दा हो भन्यो। अनि यो संस्थाको गाडी आएको हो भन्दाखेरि उहाँ अकमकिनु भएर होइन नि बहिनी यो बच्चा हराएको 2-3 दिन भयो, हामीले कहाँ कहाँ खोज्यौँ कहीँ पनि पाएन भन्यो। जुन व्यक्तिले पालेको त्यो व्यक्तिले त्यसरी एकैचोटि झुठो बोल्नुको रिजन के हो? यो बच्चा लुबाट ग्वारको कसरी पुग्यो त? आँखा नदेख्ने बच्चा है, यस्तो बिरामी बच्चा। धन्न कमला बहिनी र उहाँको टिमले भेटाएर सुरक्षित राख्नु भयो र ट्रिटमेन्ट सुरु गर्नुभयो। धेरै धेरै धन्यवाद।